प्रदेश सुशासन केन्द्र बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत स्थापना भएको एउटा चाहिँ महत्त्वपूर्ण निकाय हो। यो कार्यालय 2077 साल असोजमा प्रदेश सरकारद्वारा जारी गरिएको प्रदेश सुशासन केन्द्र गठन तथा सञ्चालन सम्बन्धी कार्य आदेश छ। त्यो आदेशको आधारमा चाहिँ गठन भएको छ। प्रदेश तहका निर्वाचित जनप्रतिनिधिहरू, प्रदेश सरकारद्वारा मनोनित पदाधिकारीहरू र प्रदेश सरकारका कर्मचारीहरूको तालिम क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्छ। त्यसैगरी बागमती प्रदेशमा रहेका 119 वटा स्थानीय तहहरूका निर्वाचित जनप्रतिनिधिहरू र त्यहाँ कार्यरत कर्मचारीहरूका क्षमता विकासमा चाहिँ यसले तालिम, अनुसन्धान, परामर्श सेवा लगायतका कामहरू गर्दछ। सँगसँगै प्रदेश सरकार र स्थानीय तहहरूले गरेका कामहरूको, उनीहरूका दैनन्दिन सेवा प्रवाहमा आउने समस्याहरूको बारेमा चाहिँ अनुसन्धान कार्यक्रमहरू पनि सञ्चालन गर्छ। अनि स्थानीय तह र प्रदेश सरकारलाई आवश्यक पर्ने नीतिगत विषयहरूमा यसले चाहिँ आफ्नो विज्ञ सेवा पनि प्रदान गर्छ। यसमा नेपाल सरकार सङ्घीय मामिला मन्त्रालय अन्तर्गत एउटा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम भन्ने छ। त्यो कार्यक्रमको धेरैजसो क्रियाकलापहरू यो प्रदेश सुशासन केन्द्र मार्फत चाहिँ कार्यान्वयन गर्ने भन्ने नै हो। सबै प्रदेशहरूले यस्ता खालका चाहिँ सुशासन केन्द्र स्थापना गर्नुभएको छ र ती केन्द्रहरू मार्फत ती कार्यक्रम कार्यान्वयन हुन्छ। के गर्ने भन्ने धेरै क्रियाकलापहरू तोकिसकेका छन्। ती कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्ने हो एउटा। दोस्रो कुरा चाहिँ स्थानीय तहहरूले यो 3.5 वर्षको बिचमा एउटा अनुभूतिहरू प्राप्त गर्नुभएको छ। त्यसैको आधारमा चाहिँ अब आगामी दिनमा कस्तो खालको सहयोग चाहिन्छ उहाँहरूलाई, त्यो सहयोगको चाहिँ हामी पहिला चाहिँ निड एसेसमेन्ट गर्छौँ, डिमान्ड कलेक्सनहरू गर्छौँ र यो 5 महिना 6 महिनामा के काम गर्ने हो, उहाँहरूलाई कस्तो सहयोग पुर्याउने हो, केमा चाहिँ क्षमता विकास आवश्यकता देखिएको छ, त्यो चिज पहिचान भइसकेपछि हामी त्यसैको आधारमा चाहिँ कार्यक्रमहरू तयारी गरेर अगाडि बढ्छौँ। प्रदेश सुशासन केन्द्र मार्फत चाहिँ यो चालु आर्थिक वर्षको लागि हामीले 20 वटा स्थानीय तहहरूको आवधिक विकास योजना तर्जुमा गर्ने कार्यक्रम रहेको छ। 47 वटा स्थानीय तहहरूमा हामीले राजस्व सुधार कार्ययोजना तयारी गर्दैछौँ। 55 वटा जति स्थानीय तहहरूमा हामीले जेन्डर एन्ड सोसियल इन्क्लुजनको चाहिँ हामी अडिट गर्दैछौँ। उहाँको कार्यक्रम, नीति र संस्थागत व्यवस्थामा के कस्तो समावेशिता छ भनेर हेर्दैछौँ। त्यस्तै गरेर हामीले मध्यमकालीन खर्च संरचना तर्जुमा गर्न, त्यसको महत्त्व बुझाउन पनि सबै 119 वटै स्थानीय तहहरूमा हामी कार्यक्रमहरू गर्दैछौँ। स्थानीय तहका कर्मचारीहरूको लागि हामीले यो सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी विशिष्ट खालका तालिमहरू गर्दैछौँ। अहिले नै पनि अन्तरसरकार समन्वयको सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृतहरूसँग प्रदेश सरकारका चाहिँ मन्त्रालयहरूले चाहिँ अन्तर्क्रिया कार्यक्रमहरू गर्ने जुन कार्ययोजना छ त्यो पनि कार्यान्वयनमा लगिरहेका छौँ। गाउँपालिका र नगरपालिकाहरूमा कार्यरत रहेका हाम्रा आइटी अफिसरहरू, सूचना प्रविधि अधिकृतहरूका लागि विशिष्ट प्रकारको तालिम कार्यक्रमहरू करिब सकिसकेको छ। त्यसै गरेर हामीले जनप्रतिनिधिहरूका लागि चाहिँ खास गरी हरिजेन्टल लर्निङको मेथडबाट, अर्थात् एउटाले गरेका राम्रा कामहरू अर्कोलाई चाहिँ सेयरिङ गरेर सिकाइ पढाउने त्यो मेथड प्रयोग गरेर हामी गाउँपालिकाका अध्यक्षहरू, उपाध्यक्षहरू, वडा अध्यक्षहरूका लागि र इभन वडा सदस्यहरूका लागि पनि हामीले फरक खालका चाहिँ कार्यक्रमिक प्याकेजहरू तयारी गरेका छौँ। यसरी नै क्षमता विकासका एक्टिभिटीहरू चाहिँ अहिले अगाडि सारिरहेका छन्।